सबैलाई जय मसी। तपाईहरु कस्तो हुनुहुन्छ? म पनि एकदमै जाति नै छु। अनि यो चाहिँ हामी चाहिँ घर जाँदै थियौँ है। अनि घर जाँदै गर्दाखेरि चाहिँ मैले अगाडि नै भिडियो गरिनँ अनि गाडीमा गरेँ हो। त्यही कारणले गर्दाखेरि चाहिँ अनि मैले भर्खरै नै भिडियो गर्दैछु अनि यसरी मलाई एकदमै शरम लाग्यो नि त। अन्त मैले नबोलिकन भिडियो चाहिँ गरेँ। अन्त यसरी भोइस कभर गर्दैछु। अनि हामी चाहिँ तिनदारिया बाटो भएर जाँदै थियौँ। अनि यो बाटोको दृश्यहरू हेर्नु कति मजाको। यो खरसाङ पुग्यौँ हामी। खरसाङ पनि कति मजाको देखिरहेको थियो हो। खरसाङको दृश्य हेर्नुहोस् न कति मजाको देखिरहेको छ है। यति दामी हो। अनि हामी टाढोबाट गर्दाखेरि घाम लागिरहेको थियो नि त। अन्त कति मजाको देखिरहेको थियो हो। दामी देखिरहेको थियो। अन्तखेरि चाहिँ हामी सिधै दार्जिलिङ गएको थियौँ नि त। नानीलाई त्यतैबाट नै घुमाइदिन्छु भनेर। अनि हेर्नु न कञ्चनजङ्घा कस्तो दामी देखिरहेको छ। पुरै चाहिँ देखेको थिएन किनभने राम्रोसँगले भिडियो गर्नु पाइनँ नि त मैले त्यहाँबाट। अलिकति मात्र बादलले छेलिरहेको थियो हो। पहिला चाहिँ मजाको देख्दै थिएँ कि मैले अलिकति गर्नु अब असुविधा भइरहेको थियो गाडीमा हो नानीसँग। अन्त अलिकति चाहिँ गरेँ हो। यो चाहिँ हामी कहाँ पुगेको थियो भन्दा चाहिँ डाली पुगेको थियो। अनि हामी यसरी दार्जिलिङ पुग्यो। दार्जिलिङ पुगेर हामी चौरस्ताको उकालो जाँदै थियौँ। एकछिन बिग बजार पनि घुम्छु भनेर हो। तर बिग बजारको चाहिँ मैले गरिनँ। अनि बेसी खुल्ला पनि थिएन उयोले गर्दाखेरि, पूजाले गर्दाखेरि, भाइटिका परेकोले गर्दा होला। अनि बजारहरू पनि त्यति साह्रो खुल्ला थिएन। अनि त्यतिकै हामी घुम्यौँ। दिन चाहिँ एकदमै राम्रो भएको थियो। घाम लागेको थियो हो। मैले त स्वेटरहरू पनि लगाएको थिइनँ, जाडो भइरहेको थियो हो। तर पनि मजाको दिन के हो, मजाको एकदमै राम्रो भएको थियो। अनि यसरी हामी चाहिँ यसरी गल्ली गल्ली दोकानहरू हेर्दै जाउँ ल भनेर भन्दै थिएँ। तर दोकानहरू चाहिँ खुल्लै थिएन हो। तर मान्छेहरू चाहिँ पुरै थियो। अनि मैले बुढालाई भन्दै थिएँ कस्तो लाग्यो भनेर हो। अन्तखेरि उसले चाहिँ भन्दै थियो राम्रो लाग्यो भन्दै थियो हो। अन्त यहाँ चाहिँ हामी कल जाँदै थियौँ। म बोल्दै थिएँ कि अनि बिचमा के भन्यो नि त हो। त्यही भएर मैले यसमा पनि भोइस कभरै गरेँ हो। त्यहाँ चाहिँ हाम्रो जातको चाहिँ उयो रहेछ नि त, दोकान रहेछ नि त मुखियाको कि। अन्त देखाउँदै थियो मलाई मेरो हस्बेन्डले हो। अनि म हाँस्दै थिएँ। अनि केहरू भन्दै थिएन। मेरो मुख चाहिँ एकदमै खाली थिएन। चुइगम खाँदै थिएँ, घरि छुर्पी खाँदै थिएँ हो। मेरो मुख चाहिँ एकदमै खाली। अहिले चाहिँ चुइगम खाँदै थिएँ नि त। अन्तखेरि मेरो मुख चबाइरहेको छ। यसलाई चाहिँ उयो गरिदिनुहोस्, इग्नोर गरिदिनुहोस्। अन्तखेरि हामी चाहिँ चौरस्ताको उयसमा हेर्दै जाँदै थियो। मैले भन्दै थिएँ कि त्यहाँनिर उयो रहेछ नि दार्जिलिङ वर्ल्ड के लेखेको रहेछ नि, वर्ल्ड उयो भन्ने त्यहाँनिर आइपुग्यो। मैले फोटोमा देखिरहेको थिएँ होइन भिडियोहरूतिर। तर कहाँ चाहिँ हो भनेर त यहाँ रहेछ चौरस्ताको अलिक तल है। देखेर एकदमै खुसी लाग्यो। हामीहरू चाहिँ अब चौरस्ता आइपुगे हो। आज अलिक धेरै यहाँ रहेछ चौरस्ता आइपुगे हामीहरू। अब छिनिया घुम्ने हो। धेरै दिन बादमा आएको हामी। लुगाहरू कस्तो दामी दामी पाउँछ यहाँ। अरू नेपाली ड्रेस त तिम्रो छ त घरमा। कति मजाको छ। चौरस्ता एन्ट्री गर्दैछु हामी। आज दिन चाहिँ यति राम्रो भइरहेको छ घुम्ने लायकको। एकदम मजा भइरहेको छ। क्रिसमसमा हामी आएको 2023मा यहाँ 2023मा आएको थियो हामी घुम्नु यहाँ। बस्ने जग्गाहरू छ यहाँ। एन्ट्री के गनायो। एन्ट्री भए हामी चौरस्तामा। एन्ट्री भए अहिले चाहिँ चौरस्ता।
यहाँ मेला लागेको थिएछ हामी ढिलो आए हामी सबै उठिसकेछ सब उठिसकेछ मेला लागेको थिएछ नि त ए चौरस्ता कसरी हो भनेर चिन्छ भन्दा चाहिँ यो कारणले चिन्छ नि यो देखेर चाहिँ चौरस्ता हो भनेर चिन्छ अन्त यो यसले गर्दा चिन्छ अन्त यसले गर्दा चौरस्ताबाट त्यहाँबाट हामी मल रोड गयौँ हो यहाँ पनि म बोल्दै थिएँ के भएर मलाई डिस्टर्ब भयो नि त हो अन्त म बोलिनँ हो अन्त हामी मेरो अहिले कस्तो मजा आइरहेको छ घुम्नु कति दिन बादमा आएको यस्तो मौसममा घुम्नु पाएको थिइनँ हो अहिलेको मौसममा घुम्नु पाइरहेको छु मजा दिन पनि दामी घाम लागेर म त जाडो हुन्छ होला सोचेको थिएँ हो दामी भएछ साथीहरू अहिले बादमा भेटौँ ल हामीहरू चाहिँ अहिले यहाँ चौरस्ताको यहाँ बसिरहेको छु थाकेर घाम लागेर गरम त्यत्तिकै हो नानीहरू खेल्दैछ बबल्सको हामी चाहिँ यहाँ छु गरम भयो नि त त्यही भएर बसिरहेको छु यहाँनिर अल्छी लाग्यो एक पनि बढेको छैन अब यहाँ खानाहरू खाने हामी हो एकछिनबाट फर्किने हामीहरू चाहिँ अहिले घर आइपुगे हो यो चाहिँ हाम्रो गाउँ हो आज चाहिँ गाडी नपाएर भन्दा पनि सबैजना भाइटिकाहरू के लाउनु गएछ अनि हामी चाहिँ मेन रोड भएर ओह्रालो रोटै रोड भएर घुम्दै सो गाउँ घरको उयोहरू लिएर जाँदै हिँड्दै गएको नि त्यो मेरो बुढोहरू आउँदैछ बाटो बनाएछ यहाँको कस्तो छ बाटो हेर्नुहोस् न उकालो हेर्नुहोस् कस्तो चाहिँ उकालो छ हो अन्तखेरि यो चाहिँ मेरो गाउँ हो हेर्नु अहिले त धुम्म भएर चिसो भएछ अन्त आर्यना मजा आयो यस्तो छ हाम्रो गाउँ चाहिँ हुन्छ बादमा देखाउँदै जान्छु है साथीहरू हेलो तल गएपछि चाहिँ देखाउँछु म यस्तै छ सबै रोटै रोड छ बादमा फेरि उहाँ तल छ चाहिँ मजाको जग्गा छ हो पहाड रङबुलो यो पारि केही देख्दैन नि धुम्मा लागेछ यो हेलिप्याड हो कि यो चाहिँ तर अहिले राम्रोसँगले देख्दैन बिहान देखाउँछु पारि सबै सुक्केहरू देख्दैन बिहान चाहिँ देख्छ होला उयो कञ्चनजङ्घाहरू सबै यो चाहिँ हाम्रो 1 नम्बर गोदाम हो आलुको पहिला गोदाम थियो नि त यहाँ आलुहरू रोप्थ्यौँ यो चाहिँ हेर्नुहोस् पारि यो छ नि यो चाहिँ नि उयो थियो त्यो के भन्छ हावाहरू नाप्छ नि हावा नाप्नेलाई के भन्छ हावा नाप्ने ठाउँ थियो हाम्रो यो पहिला यहाँ छैन रोड छ रोड त मजाको छ नि गाडीहरू हिँड्छ सबै गाउँ हाम्रो गाउँ यो चाहिँ उयो नि त उनी हो नि त हो सानोमा हामी उनीमा पल्टिने खेल्थ्यौँ माथिबाट अन्त यहाँ त हाम्रो खेल्ने ठाउँ हो सबै हामी पहिला सानोमा पुरा खेल्थ्यौँ यहाँतिर सबै छ नि खेल्ने जग्गा हो सबै यो माथिसम्म आउँथ्यो हामी खेल्नु अब सबैलाई म ओरिजिनल जग्गा देखाउँछु हाम्रो गाउँको हाम्रो गाउँको भ्यू सबैले रङबुल सिधा लानु यो रङबुल हो तल यो पारि देख्ने चाहिँ उयो मिलिङ बस्तीहरू पारि हेलिप्याड सबै हाम्रो खेल्ने जग्गा यो सबै नि आलु हुन्थ्यो पहिला आलु
हाम्रो आलुको गोदामहरू छ। यो चाहिँ उयो बनिएको के भन्छ चाइल्ड होम अर्फनेन्ट चाइल्ड होम बनिएको हो। यो चाहिँ हाम्रो अहिले ओपनिङ भएको छैन, भर्खर बनिसकेको छैन, बाहिर चाहिँ बनिसकेछ हो। यो चाहिँ चाइल्ड होम हो। यो उनी हो, यो उनीमा चाहिँ सानोमा हामी सानो पल्टी नै खेल्थ्यौँ, अलिअलि सुक्खा सुक्खा भएको हुन्छ नि, त्यस्तोमा चाहिँ पुरा खेल्थ्यौँ हामी। अहिले पनि भइरहेको रहेछ उनी हो। यहाँ चाहिँ अलिकति बाटो खराब छ, बनिँदैछ, भित्रको बनिसकेको छैन रहेछ नि त हो, बनिँदै रहेछ चाइल्ड होम। यो चाहिँ प्रशान्ति ग्राम उयसमा छ, के भन्छ चाइल्ड होम, चाइल्ड होम बन्नु। नि चाहिँ उयो आलुको गोदाम थियो पहिला हो, 2 नम्बर भन्छ यसलाई चाहिँ, 2 नम्बर गोदाम। यो चाहिँ हामी घर आयो, घरबाट आएर एकछिन आरामहरू गरेर, यो चाहिँ बेलुकाको टाइम हो। अन्त यो चाहिँ हाम्रो आप्पाहरूको घरमा उनीहरूको अब चाडबाड हो नि त, अनि मामाहरू फुपा आङ्गी आउनुभएको थियो। अन्त मोमोहरू बनाएँ हामीले, मैले बनाएको भनेर देखाउनु हुँदैछ, आसाङले बनाउनु हुँदैछ, अगुले चाहिँ देखाउनु हुँदैछ। यहाँनिर बेलनाहरू बनाइसकिसकेको थियो हामीले, यहीँ पाकि पनि सकेको थियो, यहाँनिर पनि पाक्दै थियो हो। अन्त मेरो छोरीले चाहिँ खाँदै थियो, मामा चाहिँ यहाँनिर नाच्दै थियो, रमाइलो उनीहरूको अब चाडबाडमा है। हामी त्यतिकै भेटघाट गर्नु गएको थियौँ, अनि मामाहरू सबै आउनुभयो। मेरो हस्बेन्डले चाहिँ खाँदै थियो, टिभीहरू हेर्दै हो, उनीहरूलाई चाहिँ दिइहालेँ पाक्ने बित्तिकै हो। माथि त्यही त हो, ठन्डामा बस्यो, केही पनि कामहरू हुँदैन हो। यो चाहिँ आर्यन मिठो भयो भन्दै खाँदै थियो। आङ्गीले मैले चाहिँ बनाएँ, यो त अलिकति लास्टको आङ्गीले चाहिँ म त बनाएर बसेको। अन्त उनीहरूले भन्यो नि त यसो यादगारको लागि भिडियोहरू बना न हौ भन्यो नि त, अन्त मैले बनाएको थिइनँ हो। अन्त भिडियो बनाइदिएँ, आँसुहरूले पनि बनाउँदै थियो, आप्पा मामाहरू नाच्दै थियो, उनीहरूको चाडबाड हो नि त, त्यही कारणले हो। मैले सानो सानो क्लिपहरू हालिदिएको छु, उनीहरू नाच्दैछ, मजाले नाच्दै थियो। मैले चाहिँ मेरो भाइ छ यहाँ, मामा नाच्दै गरेको, मामालाई मैले नाच्नु न म भिडियो गरिदिन्छु भनेको थिएँ नि त, अन्त नाच्दैछ उनीहरूको उयसमा है, उनीहरूले इन्जोय गर्छ नि। अन्त हामी चाहिँ त्यत्तिकै भेटघाट गर्नु मात्रै गएको थियो, त्यति सक्यो भनेर गएको थियो, भरे सकेको रहेन रहेछ हो। अन्त फेरि आयो, रातिको साथीहरू जय मसी सबैलाई, तपाईँहरू कस्तो हुनुहुन्छ? म पनि एकदमै ठिकै छु, आशा गर्छु तपाईँहरू पनि ठिकै हुनुहुन्छ भनेर। अब चाहिँ म घर आएको थिएँ नि त हो, फर्किँदैछु। अनि यो 2 दिनसम्म मैले भिडियोहरू गर्नु पाइनँ, किनभने यताउता के गर्नुपर्ने थियो, मान्छेहरू पुरा आएको थियो नि त। अन्त मलाई मान्छेको छेउमा गर्नु धेरै नै अप्ठ्यारो लाग्छ, अनि गरिनँ हो। अहिले चाहिँ फर्किँदैछु, घर गएको सिलगढी सुनादाबाट। अनि हाम्रो गाउँ चाहिँ यस्तो छ है, अहिले घाम कम्ती लागिरहेको छ। मेरो घर यो चाहिँ हाम्रो यता पारी हो, जाँदैछु। अनि हाम्रो घरको बाटो बनाउँदैछ नि त, यो चाहिँ पिच भएको छैन हो, यो परसम्म चाहिँ गाडी आउँछ नि त कि, अन्त गाडीमा जान्छु। तपाईँहरूलाई यसो जानकारी दिएको नि, 2 दिनसम्म कहाँ थियो, कहाँ गयो। इस्कुस लगाइरहेको छैन न, मन टाढो भइरहेको, इस्कुस पनि भएको होला हाम्रो छिमेकी घरमा हो। यहाँ जाँदैछ यिनीहरू, गाडी आउँदैछ अरे हो। अनि सुनादा बजारसम्म चाहिँ गाडीमा जान्छु, त्यहाँ फेरि
किनभने उकालो हिँड्नु सक्दिनँ नि त, साह्रो पर्छ स्कुल। सिँढीबाट जानु जल्छी लाग्छ अनि सक्दिनँ पनि बानी भएर हो। यहाँको मौसम चाहिँ अहिले यस्तो भइरहेको छ। बाटोको त गर्दिनँ, एउटै के देखाइरहनु है। यस्तै आएको पनि सिनेरीहरू मात्रै देखिरहेको नै हो। यस्तो मौसम भइरहेको छ है। हाम्रो गाउँघर चाहिँ यस्तो छ है साथीहरू। छुट्टी पुरा भएर जाँदैछौँ हामी चाहिँ। हाम्रो गाउँको घरहरू हेर्नु, फुल कस्तो मजाले फुलिरहेको छ। हाम्रो मामा माइतीहरूको घर हो। हाम्रो गाउँ आर्यना कस्तो छौ? मजा आयो? यता फर्केर हेर त। सुनादा बजार स्टेसन। हामी गाडी रोक्नुको लागि बसिरहेको छु यहाँनिर। गाडी आउँदैछ अरे, गाडीको लागि बसिरहेको छु। अर्कै त्यो स्टेसन आएर गाडी आउँदैछ अरे, गाडी रोक्नु बसिरहेको छु। हुन्छ त गाइज, बाई बाई। अनि आजको भिडियो यतिमै छ है। अनि हजुरले मैले के कसो बनाएँ मलाई थाहा छैन, तर तपाईँले आशा छ तपाईँले मन पराइदिनुहुन्छ भनेर। सेयर, कमेन्ट, लाइक, सब्सक्राइब गरिदिनुहुन्छ र मलाई अझै उत्साहित भएर म अझै अरू भिडियोहरू लिएर तपाईँको अगाडि म आउने छु। अनि अहिलेको लागि हुन्छ, बाई बाई। जय मसी सबैजनालाई।